थिएँ म भने भर्खरै कोइला खानीबाट निस्किएको जस्तो बाइकको पछाडि बसेर धुलै धुलो खाएर गएको थिएँ। पहिलो भेटमा नै 400 पर्ने डेरी मिल्क उसले मेरो लागि भनेर लिएर आएको थिएँ। आफू भने एउटा साथीको बर्थडे परेकोले 2 युनिट मुस्ताङ गोल्ड हानेर गएको थिएँ। पहिलो भेटमा नै हल्का झ्याप ऊ भने बाइकमा आएकोले आँखा रातो भएको होला भने मायाले हेरिरही। भेट्ने बित्तिकै के न गर्छु भन्ने म केही गर्नै सकिनँ। मैले केही गर्नै परेन। उसले नै मलाई अँगालमा बेरिरही। त्यत्तिकै राम्रै देखिन्थे फोनमा कुरा गर्दा त जे भयो नि मलाई भेट्न पनि हल्का मेकअप गरिछे। मनमा नि खुसी पनि लाग्यो। पैसाले भन्दा मनले धनी परिछे। के भनेर भनौँ खै उसको बारे भेटेको सम्झ्यो भने अझै लाज लाउँछ। जति मेरो सबै पोस्ट जोड्दा लाइक हुन्छ त्यति लाइक त उसको एउटा फोटोमा आउँछ। सिल्की कपाल, पाताला परेला, नीला आँखा अनि त्यसमा चुसुक्क लिपस्टिक अनि मुस्कुराउँछिन् उनी तब जस्तो लागेको दारूको मात पनि छट्टै छुट्छ। जब जिस्किँदै दुई हातले दुईतिर मेरो अनुहारमा समाएर ओठमा ओठ जोड्छौ तब मायाले भरिएको मेरो ब्रह्माण्ड सारा आफै फुल्छ। म लिन आउँदैछु केही गर्ने होइन भनिदिन्छौ तब मेरो दिमागले सबै कामकाज नै भुल्छ। अलि जिद्दी छे मोरी मेकअप बिना राम्ररी देखिन्छ उसलाई हरेक रात भनिदिनै पर्छ। सधैँ उसले भनेको गरिदिनै पर्छ। छिनछिनमा हात समाइदिनै पर्छ। अनि मेरो एक्सले पनि यस्तै गर्थ्यो भन्नुपर्छ। उसको अनुहार आगो बल्छ। अलि जिद्दी छे मोरी मेकअप बिना नै राम्ररी देखिन्छ उसलाई हरेक रात भनिदिनै पर्छ। सधैँ उसले भनेको गरिदिनै पर्छ। छिनछिनमा मेरो हात समाउनु अनि अँगालो मार्नुपर्छ। उसँग भेटेपछि भने उसकै नियम चल्छ अनि मेरो एक्सले पनि यस्तै गर्थ्यो भन्नुपर्छ। उसको अनुहारमा आगो बल्छ। मलाई बढी भो खान्छस् भन्दा जुठो चल्दैन भन्छु घरमा। तर उसँग भेटेपछि भने हरेक कुरा खाएपछि उसको जुठो खाइदिनै पर्छ। टन्न छ लुगा भन्दा पनि नयाँ किनिदिन्छे। नलाइ बोल्दिन भन्छे लु हेर भन्दै लगाइदिनै पर्छ। गिटार बजाएर मेरो लागि एउटा गीत पनि गाउँदिन भन्छे। बाउले सुन्लान् कि भने आधा रातमा गीत पनि गाइदिनै पर्छ। म आज मन्दिर जाउँ भन्छु ऊ क्याफे तानेर लान्छे। म आफ्नो खल्ती हेरेर कुन चाहिँ सस्तो छ हेर्छु ऊ चाहिँ हरेक पटक महँगो मात्रै छान्छे। म नभए बिल तिर्ने बेला खल्ती हेरेको जस्तो गर्छु पर्दैन मायालु भन्छे ऊ आफैले बिल तिर्छे। म हरेक पटक मासु खान्न म शाकाहारी हुँ भन्छु। ऊ सधैँ पोर्क भन्छे। जहिले सुँगुरको बोसो खान मात्रै लान्छे। सबैतिर घुमिसकेको छु म आफू पनि हिँड्न सक्छु बाटोमा त्यही पनि म सानो बच्चा जस्तो हात तानेर लान्छे। म सधैँ सानो चिया पसलमा लान खोज्छु यहाँ धेरै केटा छन् भन्छे अनि केटा भएको भिडको क्याफेमा लान्छे। यस्तै छ लाटी। कम भिन्नता छ र हामीमा। म जाडोमा आफ्ना मात्र नभएर बुबाको पनि लुगा लगाउनै परे। ऊ भने नयाँ फेसनका लुगामा रमाउनै परी अनि चिसो बढेपछि मैले आफ्नो ज्याकेट फुकालेर लगाइदिनु पर्ने परी। म बाल भएन भने सधैँ एउटा लुगा लगाउनु पर्ने। ऊ भने आज एउटा लगाए फेरि त्यही कहिले नलगाउने परी। म जाडो बढेपछि कहिलेकाहीँ ननुहाई गनाउनै परे। ऊ भने हरेक दिन नयाँ फ्रेग्रेन्समा रमाउनै परी। भेट्न जाँदा म सधैँ पठाउमा लखतरान भएर जाने परे। ऊ भने आफ्नै बाउको सेतो क्रेटामा चढेर आउने परी।